हेलो साथीहरू, हजुरलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। साथीहरू, अहिले चाहिँ बिहानको 9 बजेको छ र म चाहिँ अहिले मुम्बईमा छु। करिब 2 वर्ष चाहिँ अब बेङ्गलोरमा लोकल गाडी चलाएर अब त्यहाँ चाहिँ लोकल गाडीबाट बिदाई भएर चाहिँ म चाहिँ अब लाइनको गाडीमा आइसकेको छु। लाइनको ट्रकहरूमा चाहिँ अब मेरो यात्रा सुरु भयो। यात्रा चाहिँ अहिले चाहिँ म हाम्रो दाइसँग हिँडिरहेको छु। म हाम्रो दाइलाई देखाउँछु। दाइ उठ्यो, मेरो चाहिँ दाइ हुन्छ, उहाँ चाहिँ मेरो दाइ होसिन्छ। उहाँले चलाउने गाडी चाहिँ उही नै हो, 10 चक्का गाडी हो। अब चाहिँ हामी दुई भाइ चाहिँ यही गाडीमा चाहिँ हिँड्नेछौँ। अनि यसको भिडियो चाहिँ अब रेगुलर आउनेछ। म चाहिँ अहिले चाहिँ फिलहाल यो गाडी चाहिँ म चलाउने होइन, यो चाहिँ दाइले चलाउने गाडी हो। म चाहिँ 1-1.5 महिना बाटोघाटो, अब म त लोकल गाडी चलाएको, मलाई लाइनको गाडीमा त्यति ज्ञान छैन। अब यो सबै कुराहरू ज्ञान लगेर त्यसपछि मैले 1 महिना हुन्छ, 2 महिना हुन्छ, त्यसपछि चाहिँ मैले गाडी चलाउने चाहिँ साथीहरू। अब चाहिँ रेगुलर भिडियो यो गाडीको आउँछ। यो गाडी चाहिँ अब कहाँ जाने हो, कहाँ लोड हुन्छ, त्यो चाहिँ अब हामी अगाडि भिडियोमा बताउनेछौँ। र जति पनि नयाँ साथी हुनुहुन्छ उहाँले मेरो च्यानललाई सब्सक्राइब गर्नु होला, र जति पनि पुरानो साथी हुनुहुन्छ उहाँहरूले मेरो भिडियोमा कमेन्ट चाहिँ गर्न नभुल्नु होला। अब जाउँ हामी भिडियोको तर्फ। साथीहरू, गाडी चाहिँ रहेको छ टाटाको सिग्ना, 10 चक्के ट्रक हो, 32 फुटा चाहिँ लामो छ यो गाडी। अब चाहिँ यहाँदेखि लोडिङमा गाडी राखिएको छ। अब भित्र हेर्नु छ नि, भित्र चाहिँ गाडीको डिस्प्ले चाहिँ यस्तो छ। यो फ्लाइ सिट पनि दामी। साथीहरू, मुम्बई टु गुजरातको लागि हाम्रो गाडी चाहिँ यहाँ लोडिङमा छ, लोडिङ हुँदैछ साथीहरू। अब चाहिँ यहाँबाट लोड भएर चाहिँ हामी निस्किन चाहिँ अलिक टाइम लाग्छ होला। गुजरातको सिमाना, अब यो कहाँ तारापुर भन्छन् थियो, यो चाहिँ सिमानामा हामी गइसकेको छौँ। अब अझै जब राति गएर 600-700 किलोमिटर चाहिँ हामी हिँडिसकेका छौँ। अझै पनि लगभग 400-500 किलोमिटर अझै पनि बाँकी छ, जहाँ हामीले त्यो गन्तव्यमा पुग्नुपर्ने हो। अब चाहिँ यहाँ रोकेर खानापिना हामी चाहिँ खायौँ। अब यहाँदेखि चाहिँ हामी बिस्तारै लाग्छौँ हामी। अब गाडी चाहिँ साथीहरू यही रहेको छ। साथीहरू, हाम्रो गाडी चाहिँ 14 तारिकको लोड भएको थियो। 14 तारिक चाहिँ गाडीमा समस्या कारणले हाम्रो हिँडाइ चाहिँ भएन। सोरुममा चाहिँ बनाउनु पर्ने काम देखियो, सोरुममा चाहिँ बनाउनु लाग्यो। त्यसपछि हामी चाहिँ 15 तारिकको 11 बजे चाहिँ हामी हिँडेका थियौँ। त्यसपछि चाहिँ हामीले 15 तारिक डे नाइट दुईवटा ड्राइभरले चलायौँ र हाम्रो राति बसाइ चाहिँ कतै भएन। त्यसपछि हिजो 16 तारिक चाहिँ हामी चाहिँ यहाँ अब यो 100 किलोमिटर अगाडि, यो ठाउँ चाहिँ अहिले गुजरातको जामनगर भन्छन् यहाँ। त्यो गुजरातको जामनगर पुग्नुभन्दा 100 किलोमिटर पछाडि चाहिँ हामी बसेका थियौँ राति। र बिहानै त्यहाँबाट हिँड्यौँ र अहिले चाहिँ हामी यहाँ गन्तव्यमा पुगेको छौँ। अहिले चाहिँ यहाँ सामान खाली हुँदैछ साथीहरू। अब यो चाहिँ मेरो पहिलो अनुभव थियो गाडी लाइन गाडी ट्रकको चाहिँ मेरो इन्डियामा पहिलो अनुभव थियो। जोस् यात्रा चाहिँ धेरै थकिन हुँदो रहेछ। यत्रो लामो चाहिँ मैले चलाएको थिएन। पहिलोचोटि चाहिँ मैले यस्तो यात्रा चाहिँ गरेँ साथीहरू। अब चाहिँ हामी गन्तव्यमा पुगेछौँ। यहाँ चाहिँ सामान अब खाली चाहिँ हुँदैछ। अब यो अटो गाडीमा पल्टी हुँदैछ, अझै म देखाउँछु। यसरी चाहिँ यो मिनी गाडीमा आएर चाहिँ यसरी सामान पल्टी हुँदैछ। अब यहाँबाट चाहिँ खाली भइसक्यो भने चाहिँ अब यसपछि यहाँ ब्याकलोड पनि लगेर जानुपर्छ भन्दै हुन्छ दाइले। अब के कस्तो हुन्छ यहाँभन्दा अगाडिको जानकारी चाहिँ हामी दिँदै गर्नेछौँ। अहिले चाहिँ भिडियो यहाँसम्म राख्दै छुट्टी जाउँ साथीहरू। हस् साथीहरू, नमस्ते।